nam da rang xin lun ro me na xin jo je rang ye na yin ma Samaya Manobalaya Bada Sado Dinabati Dada Meva Suda Goya Meva Suba Goya Meva Anura Sarva Karma Suza Mezidam Shiriyam Kurong Ha Ha Ho Bhagavan Vada Gada Badra Mame Bada Mahasamaya Sado O Banjara Bume O Wajen Se Taba Wajen Se Yesa Je O Badra Rege Che Jare Koyo Ye Kowe Weso Re Yabo Re Ra Shara Le Babo Lo Solo Sai Chi Beje Choje Mendo Ra Le Ye Nyinde Yemba Le Sa Meda Mega Samunda Sabarana Samaye
ko me gyur dorje shozo solo o me yo kada shimbo shozo gyur me dorje gobar shozo धन्यवाद। नाम राखेको अस्ति दोर्जेले चाहिँ अनि यस्तो कार्यक्रम राम्रो काम सुरु गर्नुभएको रहेछ धर्म र कर्म जोड्ने काम। अनि यसमा अहिले हाम्रो माथि पूर्व छाप टुसालको हाम्रो अध्यक्ष पनि आउनु भएछ अनि यहाँ अहिले सुधार केन्द्रको डाइरेक्टर पनि आउनु भएछ अनि अरू अब अन्य पहिचान धेरै नराम्रो म धेरै स्पष्ट छैन तर हाम्रो अब सबै एक गुरुम्बुचेको एउटा एकै के भन्छ चेला अनि उहाँको भक्तजनहरू हामी सबै हौँ। अब हाम्रो आज यहाँ कार्यक्रम अनि अब धार्मिकको तर्फबाट कार्यक्रम आजदेखि उहाँले चाहिँ शुभको दिनमा सुरु गर्नुभएको रहेछ अनि यसमा चाहिँ हाम्रो अब गुरु लामाहरू यहाँ आउनुभयो र अनि हामी सबै तर्फबाट चाहिँ अनि भगवान्लाई सम्झाएर गुरु पद्म सम्भव अनि बुद्ध भगवान तारा अनि सबै उहाँहरू भगवान्हरूले चाहिँ आशीर्वाद दियोस् अनि यहाँको ठाउँले पनि राम्रो होस् अनि हाम्रो सबै हरेक लामादेखि जिन्दाक भन्छ हाम्रो अब उहाँ माथि बस्ने लामा दोर्जे भयो अरू सबै लामाहरू भयो अनि तपाईँहरू जिन्दाक भन्छ जिन्दा बनेको धर्मको सपोर्टर हो सबैले चाहिँ हामी सबै तर्फबाट चाहिँ प्रार्थना गरेर अनि आज हाम्रो यस कार्यक्रममा चाहिँ आज कार्यक्रम त सुरुवात मात्रै हो यहीँदेखि नै अनि राम्रो होस् भनेको हाम्रो प्रार्थना गर्न चाहन्छु अनि अब यो कार्यक्रम भनेको चाहिँ अब मैले भन्नुभन्दा तपाईँहरू यहीँ लागिरहेको मान्छेहरूले चाहिँ राम्रोसँग महसुस अनि राम्रोसँग बुझे त मभन्दा बढी बुझेकै हुन्छ। अब मेरो तर्फबाट चाहिँ हेर्दाखेरि चाहिँ हाम्रो अहिले संसारमा चाहिँ अनि अब इकोनोमीको हिसाब अब धन सम्पत्तिको हिसाबले पहिलो जन्ममा पहिला हाम्रो 20 वर्ष 30 वर्ष पहिलाको हिसाबले चाहिँ अहिले धेरै सुधार राम्रो भएछ तर मान्छे भनेको चाहिँ सन्तोष भनेको चाहिँ मनमा आत्मा भन्छ त्यसमा चाहिँ हामी हुनुपर्छ जति दान सम्पत्ति भए तापनि त्यहाँ ठाउँमा चाहिँ अझै मान्छेहरू डिप्रेसन भए जो मानसिकता कमजोर भएको अनि एक्लो भएको एकरो जस्तो महसुस भएको अनि आत्महत्या पनि त्यहाँ गर्ने ठाउँमा त्यसै धेरै बढ्दै जान्छ किनभनेदेखि मनमा चाहिँ शान्ति हुन सक्दैन। अब हाम्रो सोच्न चाहिँ अब धन सम्पत्तिमा चाहिँ सुख चाहिँ त्यहीँ जोडे छ भनेर विचार हुन्छ तर कुनै सीमितसम्म चाहिँ धन सम्पत्तिले चाहिँ जोडेको हुन्छ अब कुनै सीमित त्यो पद पार हुन्छ अनि त्यो चाहिँ हामीले धार्मिकको हिसाबले अनि कर्म र धर्मले हिसाबले अनि भगवानको आशीर्वाद अनि मनको आस्था त्यो दुईटैले जोड्दा अनि जिन्दगी बनेको हामीले कति लामो कति छोटो हामीले निर्णय गर्न सक्दैनौँ पहिला कर्मको हिसाबले तर हामीले चाहिँ भगवानको आस्था राखेर अनि धार्मिकको हिसाबले चाहिँ मनमा अलि शान्ति होस् भनेर हाम्रो आस्था त्यही हो। अब दोर्जेले पनि काम त्यही गर्न
चाहेको रहेछ मेरो विचारमा। उहाँ पनि अब पहिले लामा बन्नुभयो अनि लामा पनि राम्रोसँग बन्नुभएछ। त्यस पछाडि अनि मारुतिका होइन सिम्बन्ज्याङ छिमी झ्याङजु भन्छ है। छिमी झ्याङजु बनेको धेरै ठुलो गुरु बुछेको धार्मिक स्थल तीर्थस्थल हो। त्यहाँ एउटा अहिले हाम्रो सधैँ परिरहेको एउटा पुस्तक हुन्छ, लामा सबैले नै पढ्छ, त्यो फार्जे लाम्चे साम्बलहरू भन्छ। त्यसमा चाहिँ अनि सिम्बन्ज्याङको नाम पनि आउँछ। त्यहाँ यस्तो ठुलो केन्द्रमा चाहिँ गएर अनि त्यहाँ तपस्या गरेर राम्रो भयो। अब अहिले यहाँ फिल्डमा लागेर अनि हाम्रो तामाङको बासिन्दा गुरुङ बुछेको चेला अनि चेङ्रेजीको बुद्ध भगवानको हाम्रो बुद्धिस्ट हौ भनेको मान्छेहरूलाई चाहिँ केही उहाँले तर्फबाट चाहिँ अनि सहायता गर्न खोजेको रहेछ। धेरै मेरो तर्फबाट चाहिँ धेरै खुसी र धेरै समर्थन अनि यसो छौँ। अब हाम्रो गुम्बा पनि यहीँ भइहाल्यो। पहिला हुम्लामा थियौँ अनि अहिले हाम्रो अब सबै संसार अब सहर बजारमा यताउता सबै मिसिएको हुन्छ। अनि त्यही कारणले अब हाम्रो गुम्बा पनि यहीँ भइहाल्यो। अब यहीँ भएर पनि अनि यहीँकै बासिन्दाहरू धेरै माया प्रेम दिएर अनि हाम्रो अहिले पनि राम्रोसँग चलिरहेछ। अनि गुम्बा भनेको सबैको आस्था राख्ने ठाउँ हो, बुद्ध भगवानको केन्द्र। उहाँको धार्मिकको हिसाबले अनि संसारमा चाहिँ सबैले चाहिँ उहाँको ज्ञान चाहिँ फैलोस् भनेको आस्था हो। गुम्बा भनेको खासै मेन कुरो त्यही नै हुन्छ। अनि गुम्बाको ज्ञान राम्रोसँग भयो भने बुद्धको ज्ञान हुन्छ, अरू ज्ञान कुरा होइन। बुद्धको ज्ञान जोसँग मान्छेसँग थाहा भएछ हल्का 100% नै त्यसकोमा चाहिँ फाइदामन्द लाभदायक हुन्छ। त्यही कारणले अब हाम्रो गुम्बा पनि माथि भयो। अब हाम्रो गुम्बा तर्फबाट यसको केन्द्रमा चाहिँ अनि कुञ्जुम देसिङलिङको ठाउँमा चाहिँ अनि केही हाम्रो धार्मिकको हिसाब तर्फबाट चाहिँ कहिलेकाहीँ हामी सपोर्ट गर्न पर्छ भने हामीले भन्नुहोस्। हाम्रो तर्फबाट पनि धेरै नै मेरो तर्फबाट चाहिँ म गर्ने भनेर हाम्रो सबै लामाहरू हामी सबैले समर्थन धेरै र अनि धेरै हामी पछिसम्म केही सहायता चाहिन्छ भने हामी तयार छौँ भनेको कुरा त्यही हो। अनि आज पनि अब उहाँ पनि राम्रोसँग लागिरहेछ अनि सबैले पनि उहाँ राम्रो चल्नको लागि चाहिँ यो राम्रो हुनको लागि चाहिँ अनि हामी सबैले चाहिँ समर्थन चाहिँ धेरै ठुलो कुरा हो। समर्थन भनेको एकजना मान्छेले पैसा धेरै लगेर हालेको मात्र काम लाग्दैन। मान्छेको मनदेखि हृदयदेखि नै उसको सपोर्ट छ भनेदेखि अनि पैसा धेरै छैन नभए पनि त्यसको काम धेरै हुन्छ। अनि उहाँको काम राम्रो भयो भने उहाँले चाहिँ विचार के रहेछ अहिले हाम्रो यहाँ मानसिकता कमजोर भएको धार्मिकको तर्फबाट केही सुझावहरू काम गर्न चाहेको बेलामा चाहिँ उहाँले समर्थन भयो भने अनि काम चाहिँ एकजनाले मात्र होइन कि 100जना मात्र हो कि 1000 यसो गर्दै सबैले फाइदा हुन सक्छ। त्यो फाइदा चाहिँ हाम्रो यहाँ काठमाडौँ भाषिताहरू अनि यहाँ अहिले हाम्रो यही ठाउँको हाम्रो अहिले चाहिँ सीमित तामाङको भाषाहरू पनि अरू हाम्रो धार्मिकको हिसाबले पछि त्योभन्दा सीमित अझै माथि गयो भने त अझै सबैले नै फाइदामन्द हुने, सबैले नै अहिले चाहेको त्यही हो। अब अहिले हाम्रो यहाँ काठमाडौँमा चाहिँ अझै डेभलप हुँदै जान्छ, राम्रो हुँदै जान्छ। तर हाम्रो मानसिकता चाहिँ मनमा चाहिँ अहिले नपुगेको चाहिँ बढ्दै नै जान्छ। हालै म अहिले युरोपतिर एकचोटि घुमेर पनि आएको थियो अनि मान्छे त उनीहरू पैसा जनसम्पत्ति त हाम्रो यहीँभन्दा अलि कम्पेयरमा चाहिँ राम्रै हुन्छ त्यहाँ उनीहरू। तर मनमा चाहिँ अलि खाल्डो अलि नपुगेको अलि टेन्सन भएको अहिले मनमा अलि सन्तोष छ कि छैन यस्तो पनि धेरै देखियो कि। अब त्यो पनि हाम्रो यहाँ काठमाडौँ पनि अरू हाम्रो नेपालको ठाउँभन्दा अहिले धेरै डेभलप हो। तर मान्छेको मनमा त झन् नै त्यो धन सम्पत्ति मान्छेको एक बिजीको हिसाबले चाहिँ त्यो अनकन्ट्रोल भएको दिमाग हुनसक्छ। त्यसमा चाहिँ यहीबाट चाहिँ केही न केही लाभदायक हुन्छ भन्ने मेरो विश्वास र त्यसो छौँ। अनि हामी सबै गुरुङ बुछेले आशा गर्नुपर्छ। आज यहाँ गुरुङ बुछेको मूर्ति बनेर आउनुभएछ। मेरो बुवा पनि हुन्छ क्याप्चे घेबर बुछे ठुलो गुरु हुनुहुन्छ, उहाँको फोटो पनि आएर अनि धेरै खुसी भयौँ। अनि हाम्रो गुरुङ बुछेको आस्था चाहिँ सधैँ हाम्रो बाँचुन्जेल अनि भजेर मरे पनि सबै उहाँको आशा र उहाँको आशीर्वाद चाहिँ पाएर हो भने हाम्रो आशा त्यही हो। अनि अब धेरै कुरा म भन्न तरिका पनि राम्रो छैन। म अब त्यसको काम गरेर अब नेताको काम गरे पनि त्यसको अलि प्रवचन दिने अब भाषण दिने अलि स्पष्ट हुन्छ होला। तर हाम्रो चाहिँ धेरै त्यो छैन। त्यही भएर धेरै राम्रो भएन होला। राम्रो भएन भने तपाईँ सबैलाई माफी पाऊँ। अनि अब हामी आज उहाँको यही दिन चाहिँ सायद राम्रोको हेरेर अनि ठ्याक्कै यही 1 बजेमा चाहिँ धेरै राम्रो छ। अनि त्यही भएर अनि छोटकरीमा चाहिँ अनि पूजा सुरुवात गरौँला। अनि तपाईँहरू तर्फबाट चाहिँ मन्त्रहरू भजन गुरुहरू जप्नु भयो भने राम्रो हुन्छ। मानिहरू जप्नु होइन, मन्त्र भगवान् सम्झेर। मन्त्र जप्ने कारण के हो भनेदेखि उहाँसँग अलि नजिक हुनु हो। मन चाहिँ उहाँको जति नजिक भयो चिन्जान भयो अनि त्यसले फाइदा हुन्छ नि। मानौँ हाम्रो एउटा नेताको कुरा गरौँ,
नेता ठुलो नेता छ भने उसँग नजिक भयो भने अनि उसको फाइदाहरू के हामीले पाउँछ नि हो पाइन्छ नि। त्यस्तै हाम्रो पनि भगवान्सँग गुरुपुजीसँग बुद्ध भगवान्सँग हामीले चाहिँ मनमा चाहिँ अलि नजिकै हुनुपर्छ। नजिक हुनु धेरै कोसिस तरिका हुन्छ तरिका अनि त्यही मध्ये एउटा चाहिँ मन्त्र जप्ने हो। मन्त्र जप्यो भने हाम्रो भगवान्सँग नजिक हुन्छ सम्झिन्छ दुःख पर्ने बेला सुख पर्ने बेलामा मनमा सम्झन हुन्छ। सम्झायो भने गुरु भगवान्ले आशीर्वाद दिएको भगवान्लाई आशीर्वाद दिन नसकेको कुरा केही छैन। आफूबाट चाहिँ कतिसँग नजिक छ त्यसको हिसाबले धार्मिक आस्था पनि उहाँको आशीर्वाद पनि त्यतिकैमा पर्छ। त्यही कारणले अनि हामी मन्त्रहरू जपौँ अनि हामी पूजा पनि अलिअलि गरौँला यहीँतिर होइन। अनि त्यसो गरेर हामी टुङ्गाउँ भने भन्न चाहन्छु। अनि तपाईँ केही भन्न चाहनु भने भन्नुहोस् है। अब मेरो त्यही होइन ताइले भन्छ दर्शक सुधार केन्द्रको सञ्चालक संस्थापक है। अब बुद्ध धर्मको बारेमा भन्नुपर्दाखेरि अब हाम्रो त गलत बाटो बिराएर हिँडेको मान्छेहरू हामी होइन। अब अहिले सही बाटोमा हिँड्ने बुद्धम शरणम गच्छामि भनेको मेन धर्म त्यो कुरालाई हामी अवगत गराएर भित्र पनि हामी त्यही कुराहरू सिकाउँछौँ है। हामीसँग जोडिँदै आउँदाखेरि रिन्जिन भाइ पनि कुनै टाइममा आफ्नो बाटो बिराएर हामीसँग जोडिन आउनु भएको थियो है। हामीले सिकेको कुराहरू जानेको कुराहरू भाइलाई सिकाएर बुझाएर आज भाइले यसरी आफ्नो एउटा संस्था खोलेर यसरी अरूलाई सहारा दिने भनौँ न साथ दिने गर्दाखेरि धेरै खुसी लागेको छ। भाइलाई त्यसलाई धेरै धेरै बधाई छ है। हाम्रो लागि चाहिँ एउटा यो एकदम खुसीको कुरा हो है। हामीले कुनै कोहीसँग जोडेर कसैको जीवनमा कुनै कुराहरू सिकाएर बाटो बिराएको मान्छेहरूलाई सही बाटोमा ल्याउँदाखेरि धेरै खुसी लाग्छ है। यही हो मैले भन्ने कुरा है। धन्यवाद सबैमा। अब म नबोलौँ भनेको यो चिसोमा चाहिँ मेरो यो बोल्नै सक्दैन त्यो भएर अघि नै भन्नुपर्ने रहेछ। ठिकै छ। यद्यपि आज यो हाम्रो दोर्जे भतिजले यो यहाँ आज यो उद्घाटन छ है। आज हाम्रो यो कार्यक्रम उद्घाटन छ भन्ने खालको कुरा गर्नुभयो। त्यसपछि अनि हाम्रो रेम्बरछे पनि आउनुहुन्छ अरे भन्ने खालको कुरा सुनेपछि 1 बजेको साइज छ अरे भनेपछि अनि म पनि ठिकै छ म जाम्ला भनेर म गेट अगाडि कुरेर बसिरहेको थिएँ। अनि गुरु पाल्नुभयो अनि म सँगसँगै आएँ। आस्था हो यो। भगवान् गौतम बुद्धलाई नचिन्ने उहाँको विचार थाहा नहुने सम्भवतः वर्ल्डमा कहीँ छैन होला। त्यो भएको कारणले झन् हाम्रो यो भूमि भनेको स्वयं भगवान् गौतम बुद्धले जन्म लिएको स्थान हो। उहाँको आस्थाप्रति सबैको भित्री मनदेखि नै जागेर सबैले सहयोग गरेर ल है हामीले सबै मिल्यो भने केही हुन्छ केही गर्न सकिन्छ। उहाँबाट केही सिक्नुपर्छ। उहाँले जानेको कुरा केही सिकाउनुहुन्छ। हाम्रो भनौँ न अघि उहाँले भन्नुभयो केही कुराहरू विकृतिमा लागेको छ भने पनि राम्रो ठाउँमा आउँछ भन्ने कुरा चाहिँ यति मात्रै राख्न चाहन्छु। म धेरै बोल्दिनँ। अहिले बोल्दा फेरि मेरो स्वर भाष्य भने फ्याट्टै गइहाल्छ। त्यो भएको कारणले बधाई छ शुभकामना छ। राम्रोसँग चलाउनु होला। सबै भगवान्प्रति आस्था राख्नेहरू उहाँसँग समन्वय गरेर रेम्बरछेले अघि भनिसक्नुभयो जपेर उहाँसँग एकात्म भयो भने पक्कै पनि यो सक्सेस हुन्छ भन्न चाहन्छु। हस् धन्यवाद नमस्ते थाहा फुल्दै खुसी भयो। मेरो त पहिला सुरुमा नै भन्ने बानी चाहिँ कस्तो छ भने लासो फ्याफुल्ला भन्ने बानी छ। अब के अरे सबैभन्दा पहिलो सुरुमा चाहिँ के भएको थियो भने मैले अब विगतमा लामा पढेर यस्तो गरिसकेपछि विगतमा एक टाइममा चाहिँ आफूले जानेको ज्ञान विपरीत हिँडेको थियो भनौँ न। अर्को बाटो अप्नाएर हिँडेको थियो। अनि त्यतिखेर चाहिँ एकचोटि चाहिँ कस्तो भएको थियो भने रक्सीको लतमा चाहिँ धेरै नराम्रोताले फसेको थियो कि। अनि फस्दाखेरि चाहिँ काहीँबाट लास्टमा अन्तिम अवस्थामा पुग्दाखेरि चाहिँ हाम्रो गुरु गेपर रिम्बुर्जेले चाहिँ तिमीलाई केही हुँदैन म छु भनेर भन्नुभएको थियो कि तिमीलाई एउटा न एउटा बाटो देखिहाल्छ भनेर उहाँले आशीर्वाद दिनुभएको थियो मलाई। अनि त्यसपछि मेरो भाइ मेन चाहिँ मेरो भाइको हात छ। अब लाक्पा छिरिङको हात छ है। अब त्यसमा बुवा आमा अब भइहाल्यो। त्यसमा चाहिँ सबैभन्दा ठुलो चाहिँ गेपर रिम्बुर्जेको आशीर्वाद हो। अनि उहाँले चाहिँ अब एउटा चिज गर्नुभयो। गरिसकेपछि चाहिँ मैले अब कस्तो हो नि हारिसकेको थिएँ कि आजको दिनमा अब मानिलिउँ यो ठाउँसम्म उभिन सक्छ जस्तो लागेको थिएन। तर गुरुहरूको आशीर्वाद र गुम्बाको
अब के भनौँ गुम्बाको आशीर्वाद भनौँ मेरो त अब मैले त पहिला नै अब आफ्नो गुम्बाबाट त पहिल्यै आइसकेको थियो तर पनि हाम्रो यहाँ के अरे नाम्का ख्युङजुङ गुम्बाबाट चाहिँ जहिले पनि साथ पाइरहेको थियो कि साथसाथै हाम्रो मार्गदर्शक सुधार केन्द्रको डाइरेक्टर सुमान दाई भयो उहाँहरूले चाहिँ धेरै सहयोग गर्नुभएको छ कि अनि साथै हाम्रो घेबर रिम्बोर्जेली भयो उहाँले चाहिँ जतिखेर पनि जस्तो अवस्थामा भयो भने के होइन तिमी राम्रो हुन्छ तिमीले गर्न सक्छ चाहिँ जहिले पनि भन्नुहुन्थ्यो अनि अब गुम्बामा लामाहरू हुनुहुन्छ दाई भाइहरू अब साथीहरू उहाँहरूले पनि अब त्यस्तो भए तापनि उहाँहरूले चाहिँ राम्रै खालको रिस्पोन्स दिनुहुन्थ्यो क्या दिए पनि आजको दिनमा गर्दै जाँदाखेरि चाहिँ यो ठाउँसम्म आइपुग्यो अनि मेरो उद्देश्य भनेको चाहिँ कस्तो टाइपको भन्दाखेरि हरेक मान्छेले आफ्नो पीडा कहीँ पनि सुनाउन सक्दैन रहेछ क्या कहीँ पनि सुनाउन सक्दैन रहेछ र हामीले चाहिँ यो गुरु मार्फतबाट आजको दिनमा हाम्रो टुल्कु रिम्बोर्जेले यहाँ पाउ राख्नुभयो त्यो नै मेरो लागि त सबैभन्दा ठुलो कुरा हो अनि यहाँ अब धर्मको विषयमा अब मान्छेलाई जसले पनि सिकाउँदो रहेछ क्या अब हामीले चाहिँ यसमा चाहिँ किन यो ठाउँ चाहिँ किन गरेको छु भन्दाखेरि यो ठाउँमा चाहिँ जसले पनि कुरा राख्न सकोस् के आफूले कहीँ भन्न नसकेको कुरा राख्न सकोस् पूजापाठबाट हुन्छ या उहाँलाई राम्रो कुराहरू देखाएर हुन्छ या यो मेन भनेको चाहिँ नसा नै रहेछ कि सबैभन्दा ठुलो यसलाई चाहिँ छुटाउनको लागि चाहिँ दाइहरू छ सपोर्टमा होइन अनि मैले पनि एउटा हिम्मतका साथ बढेको छु र अरू मान्छेलाई पनि सुधार्ने प्रयास गर्छु भन्ने त्यो हो अब धर्मको विषयमा त अब म अब त्यस्तो अब उति त होइन अब तर पनि आफूले जानेको सम्म गुरुहरूले जुन तरिकाले दिनुभएको छ मलाई त्यो तरिकाको अनुसारले चाहिँ दिने प्रयास गर्छु अब सबैभन्दा मेन चाहिँ यही हो नसा चाहिँ सकेसम्म नगर्नु भन्छ है त्यो नै हो मलाई चाहिँ अब किनभने अब मैले जिन्दगीमा भोगेको जस्तो चाहिँ अरूले चाहिँ नभोगोस् त्यही हो धन्यवाद हाम्रो धोर्जेले चाहिँ अब धेरै अब उहाँ सबै कुरा स्पष्ट भन्नुभयो अहिले विजयज्यूले उहाँले सुधार केन्द्रको उहाँको डाइरेक्टरले पनि सबै भन्नुभयो धेरै धन्यवाद अनि अब मेरो तर्फबाट सानो एउटा उहाँलाई समर्थनको हिसाबले आशीर्वादको हिसाबले 10,000 जति छौँ अनि यसमा सुधार केन्द्रको लागि अनि उहाँको लागि सबैको लागि राम्रो होस् भनेर त्यो भन्नको लागि धेरै तपाईँ एकछिन यता आउनु होला यो चाहिँ ठुलो छैन तर समर्थनको लागि है मात्रै那些马达国家国用路土地什么都当面的，马个土地关系，咱们那就是真不来讲，土地路不上街反对上去了，来就是轰，别就不能知道，看着了没得了，别，谁将前拉电子事件，多拿多接身边过，大一个家为咱们的沙多，们沙多，把的沙多，把的沙多，把的沙多，把的沙多，把的沙多。
Sergei Lumbo Davra Jebirbo Shaki Gemi Jama Kuru Samsa Dada Bijara Samai Jiria O Jagara Chakdong Kolo Ya Hamza Dada Bijara Samai Jiria O Dini Jimbera Jejo Zene Jema Jonze Tongwa Ji Legen Jun Chile Zege Kuru Dada Bijara Samai Jiria Hamza Dada Bijara年吹着巴的，去了嘛就是点把嘞，让你到不了给为我见不然有家那上，还有这个地方马上嘛来说说的了，没得没得嘛，还得那个还有这个这里我嘛，我这嘛没得嘛，这嘛这个马上嘛来说的嘛，我没得嘛这嘛把这个这个地方嘛马上嘛来说说把这把这说没得嘛这嘛这个，我们把这马上嘛那也说，अब यो गर्न खोजेको के हो भनेदेखि भगवान चाहिँ अब भगवानको ठाउँबाट चाहिँ बोलाएर अनि यहाँ स्नान गर्नुहोस् हामीले चाहिँ आशीर्वाद दिनुहोस् भनेर यो अब यो यसो चराएको है यसो सम्झाउनु पर्छ त्यही पत्रमा त्यही लेखेको हुन्छ अब के होला भने कुनै मनमा आउँछ नि त्यही हो अब मन्दर बुझ्दैन तर मनमा अब यस्तो भए पनि हुन्छ त्यहाँबाट छ नि कता सेमियन त जेला छ त थमो यो गोटो माले वाजा जो जुम सुब्रति छ बाजरे ओ मेदरमा हेतो प्रभा जगन्ता कता सोम गेटा 뭐야 다다 뭐 속빌레 들이잖아 속주도 뒤속마 이게 그냥 되면 몰라 사진에 사진에 걸어 오게 소문이 들고 내가 잡다라서 저는 맞으면 소재도 저거로 오게 다시 거리를 또 그럼 미야 쇼쇼 교통 로셔 교통 근데 교통 그냥 가 근데 바이크 साथी गयो न त्यो छकहरु बान्ने हामी सबैले भगवानको प्रसाद खाने अब लोगों में जिंगा में जब भगवान नमाज ये सवाल में जिगे लेके आवाज दारे तो हम दारे जो ना में सवाल तक का भाई जो मोह में सवाल का कौन सवाल ना में खाना का सो जिदा जब के ना में चंद्र मत जन ना जाजे को जैसे ना हो जब बात डाला का मुझे क्या जब जिदा गेला अब जो जो ये些拉面上我讲求你准备土地，baca guru pemasih ल अब पूजा भयो है अब हाम्रो राम्ने भयो सबै भयो अब आज हाम्रो पहिलो सुरुवात हो अनि अघि भने जस्तै सबैले उहाँले सपोर्ट गर्नुपर्छ उहाँ पनि धेरै राम्रो गर्नुपर्छ अनि सबै राम्रो हुन्छ सबैले पहिलो होस् राम्रो होस् अनि हाम्रोबाट भगवानले प्रार्थना छौँ सबै राम्रो होस् है सबै सुधारोस् सबैले भगवानको आशीर्वाद पाओस् केही न केही मान्छेको जन्म लिएर केही न केही काम गर्न सकोस् होइन केही भन्न चाहन्छु सबैलाई धेरै धेरै धन्यवाद है ल अब दोर्जी बस्नु है